नक्साल भगवती बालबाट हामी पशुपतितिर जाँदैछौँ र हामी होटल बृहस्पतिमा बस्यो हाइक गरेर। अब हाइक गरेर पशुपतिको दर्शन। मासु नआइकन दौड्न नसक्ने अवस्था भयो। मास्क नलाइ दौडिने अवस्था छैन। अहिले भर्खर घाम झुल्किएको छ। अहिले भोलि के त केराको पसल पनि छ। के छ के भन्नुहोस् ल गाउँको के छ हुनु गुरु। अब छोटो समयमा धेरै काम गर्नुपर्नेछ। अरूको पासपोर्टको मेरो पनि मैले त हाम्रो राष्ट्रिय परिचय पत्र त्यसपछि हाम्रो के भन्छ मेरो पेन्सन पट्टा एकदम महत्त्वपूर्ण काम हुँदैछ हाम्रो। पट्टा मात्रै भन्यो नि फेरि के को पट्टा अन्त पेन्सन पट्टा अगाडिको पेन्सन पट्टा पट्टाको लागि पनि कालोपुल ब्रिज यो कालोपुल त्यो नदी अरे। पशुपतितर्फ यात्रा तय गर्दैछौँ र पशुपतिमा गइसकेपछि त्यसपछि हामीले हाम्रो जिन्दगीमा ऐतिहासिक कामहरू गर्दैछौँ। यता जाने होइन अनि सिधै हो मेन चाहिँ प्रमुख काम हामी आउनु गौशालामा निस्किने हामी काबेल जाने गणेश मन्दिरहरू त हो नि त। ओके प्रमुख हाम्रो एकदम मेन पोइन्ट भनेको आउनुको तात्पर्य आइगिरी सेमिनारको लागि हो। त्यही बेलामा हाम्रो आवश्यक गर्ने कुराहरू गरिहालौँ भन्छ। त्यही त हामी पारी तर्ने के वारी पारी हजुर जाँदैछ जारी छैन। अब सन्से सन्से 9मा अब श्रीमती सहित आउँदै हुनुहुन्छ दलबल सहित। त्यसपछि फ्लोरिडाको चिफ इन्स्पेक्टर याफ्सन चाहिँ आउँदै हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि त्यसपालि आइगिरीको यो 20औँ सेमिनारमा अहिलेसम्म 20औँ सेमिनार कन्टिन्यू भइसकेको छ। त्यसपालि 20औँ सेमिनारमा हामी दुईजना हङकङबाट भाग लिनु भनेर आफ्नो काम छोडेर भए पनि अहिले काठमाडौँको धुलो खाने छ भने बिहान ल पछि हामी पोखरा यसलाई बाई बाई गुड मर्निङ। ढुङ्गे डाँडा पानी चाहिँ छैन त्यहाँको ढुङ्गे डाँडा। अगाडि पानी आउँथ्यो अरे यहाँ डाँडाबाट अहिले छैन। बागमती रिभर तपाईँले सक्नुहुन्छ जान्छ
यताबाट हामी अहिले मृगस थलीतिर अगाडि बढ्दैछ यस हाई जय शम्भु खास मास्क लगाउनु कारण चाहिँ यहाँको वेदरले अलिक अचानक अल्टिट्युड डस्टी अलिक साह्रो पर्छ भनेर लिलामा नै बोक्ने जस्तो मृगस यो टुरिस्ट रहेछ मित्र रहेछ टुरिस्ट सरसफाइ कार्यक्रम हुँदैछ मान्छे बोल यता रोड सफाइ कार्यक्रम पनि हुँदैछ Hello. Hello, how are you? कैसे है आप? ठीक है? जस्तो अगाडि एकचोटि यहाँ 20 रुपियाँ आयो यहाँ प्र्याक्टिस गरेको थियो कि आफ्नो हाम्रो राज सोल्टी छ राज सोल्टीले इनकेस यो भिडियोबाट नि हामी सम्झिने गर्छौँ ले मौका मिल्यो भने भेट्ने प्रयासमा छ समय मामालाई हजुर मामालाई नि भेट्नुपर्छ गोरखबाबाको मन्दिर मैले भिजिट गोरखबाबाको मन्दिर ए अगाडि ऊ बस्ने ठाउँ यहीँ हो क्या काले राई हाम्रो प्रपन्नाचार्य यहाँ यो घन्टी बजाउँदा हेर्नुहोस् न यस्तो हाटेको यस्तो हालतमा पुऱ्याएको छ भित्रको ऊ पनि छैन आफैले बजाएर मात्रै त्यहाँ गाई बस्तु शिवलिङ अनि बाँदर बच्चा के छ बच्चा यहाँ मौरीको रहेछ मौरी छैन रहेछ भाइ ऊ यहाँ गर्दैछ मौरीको होइन यसलाई के भन्छ भाइ
यो ठाउँलाई के भन्छ मृगस्थली गोरखनाथ 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 मृगस्थली मृगस्थली यो चाहिँ ब्याकबोन थेरापी गर्ने ठाउँ रहेछ हेर्न ढुङ्गा डल्ली जस्तो भएको नि बस्नु त कुन खेती ब्याकबोन थेरापी कसरी खेती हो खिचिराख्ने गुरु डुइङ ब्याकबोन थेरापी यहाँ चाहिँ एउटा ढुङ्गा छ अचम्मको त्यसमा मान्छेहरू बस्यो भने ढाड ठिक हुन्छ भन्ने एउटा मान्यता रहेछ ढुङ्गा पनि यस्तो बसी यस्तो भइरहेको छ ढुङ्गाहरूलाई यसरी हाल्नु नहुने त्यो लाटो भइसक्यो मान्छे छिटो हुनु मकैले हान्दा लाटो भइसक्यो होइन उनीहरू आफआफ्नो पनि हुनसक्छ भाडामा पनि हुन्छ ल भाडामा पनि हुन्छ यहाँ चाहिँ पठाउ ट्याक्सी तर नक्सा लगाएर आउँछ है कति 25 ए अरू बोली गरेको कि त्यो माथि हाइटमा गएर 300 रुपियाँ दिनु भयो 300 हो नि त यहाँ 5 रुपियाँ अहिलेको खेपमा गरिदिन्छु हो न यहीँ आएर हो गर्ने फेरि यहीँ आएर बस्छ त हजुर अनि यो पैसा उठाउने चाहिँ समिति हो यहाँको समिति ल जान्छ है नक्सल जान लागेको